हेलो एभ्रिवान, गुड मर्निङ सबैजनालाई। ल फर्स्ट अफ अल नागपञ्चमीको धेरै धेरै शुभकामना सबैजनालाई। अनि म चाहिँ मन्दिरतर्फ लागेँ। मन्दिरतर्फ गइसकेपछि मन्दिरमा गएर फोटो खिचिदिएँ, आन्टीहरूको भिडियो पनि बनाएँ साथसाथै। अनि त्यसपछि रमाइलो पनि भयो। जे होस् अब अझै मन्दिर खुल्ला भयो, म त्यसै खुसी थिएँ, एकदमै प्राउड फिल भएको थियो मलाई। अनि त्यसपछि अब भित्रै गएर पूजा गर्न मिल्थ्यो, तर मैले सरजामहरू जुटाउनको लागि चाहिँ बाहिरै सरजामहरू खोलिथेँ। अनि त्यसपछि त्यो टिका के हुन्छ नि, टिका बनाउँदा बनाउँदा चाहिँ उतिखेर त्यो पानी धेरै हालेछु नि, हेर्नु न त्यस्तो भएको थियो। अनि मलाई चाहिँ कस्तो भयो। त्यसपछि चाहिँ अब सरजाम जुटाएर फेरि त्यो पूजा गर्नको लागि, फेरि नागको लागि पूजा गर्नको लागि चाहिँ मकै चढाउनु भएको रहेछ कोहीजनाले, कतिजनाले। अनि त्यसपछि मैले चाहिँ त्यो मकै चढाउँदाखेरिको गरेँ, फोटो एउटा भिडियो अपलोड गरेँ। त्यसपछि फेरि कामनाले टिकटक बनाइरहेछन् बहिनीले, त्यही बहिनीसँग नाचेँ एकैछिन। त्यसपछि साथसाथै हाम्रो मन्दिर पनि देखाएँ, एकदमै रमाइलो भएको थियो। अनि त्यसपछि हाम्रो यो बन्दै गरेको नागको पूजा नागको मन्दिर हो यो चाहिँ। अनि त्यसपछि मैले हेर्नु न हाम्रो गाउँ कति राम्रो, एकदमै सुन्दर हरियाली जङ्गल वातावरण एकदमै राम्रो देखिन्थ्यो। अनि म साथसाथै एकैछिन बसेँ, बाहिरै बसेँ। बाहिर बसिसकेपछि फेरि त्यहाँ अब सरजामहरू जुटाउनु थियो नि त मलाई। अनि त्यहाँ जुटाएँ, बहिनीले भिडियो बनाइदिथिन्, अनि बनाउँदै त आफू पनि आइन्। अनि हाँस्यौँ एकैछिन, रमाइलो गऱ्यौँ। अनि नागको फोटोहरू थियो, अब नागको धार दिने ठाउँमा जाऊँ भनेर गयौँ। मलाई चाहिँ मन्दिर जाँदा अर्कै मनबाट के एकदम आत्मैबाट एकदम खुसी मिल्छ नि त। अनि त्यसपछि त्यहाँ सरजामहरू जुटाउँदै गर्दा पनि बहिनीलाई खिचिदिन भनेको थिएँ, अनि बहिनीले भिडियो बनाइदिथिन्। अनि मैले यो ध्वजाहरू चाहिँ मैले नागको लागि लिएर गएको थिएँ नि त। अनि फेरि त्यो नागको उसमा अनि त्यहाँ दिनु है भनेर दिएँ त्यहाँ दाइलाई। उहाँ चाहिँ हाम्रो दुइटै दाइ हो। अनि त्यसपछि म चाहिँ त्यहाँ मन्दिरमा गएर अनि देवीलाई एकदमै सफा गरिदिएँ, पानीले पुछिदिएँ, जलले पुछिदिएँ, जताततै रमाइलो भयो जे होस्। अनि बहिनीको फोटो खिचिदिएँ, त्यसपछि साथसाथै मेरो पनि बहिनीले फोटो खिचिदिन्। अनि म पूजा गर्न लागेको बेला पनि खिचिदिइरहेछिन्, त्यो पनि पर्खाएर राखेँ। त्यसपछि फेरि साथसाथै सबैजनाले खिचौँ भनेर खिच्यौँ एकैछिन। अनि त्यसपछि ग्रुपमा नि खिच्यौँ। अनि त्यसपछि साथसाथै हामी चाहिँ घरतिर लाग्यौँ। थ्याङ्क यू फर वाचिङ।